नमः शिवाय। हर हर महादेव। ओम पार्वती मातभ्यो नमः। ओम श्री स्वस्तानी मातभ्यो नमः। सबैजनाले ओम नमः शिवाय लेख्नुहोला। भोलि विक्रम सम्वत 2082 साल यही पुष महिनाको 19 गतेबाट प्रारम्भ हुने श्री स्वस्तानी परमेश्वरीको व्रत कथा पूजा विधिको बारेमा आज लिएर म हजुरहरूको माझमा उपस्थित भइसकेको छु। सबैजनाले शेयर, लाइक, कमेन्ट र फलो गरिदिन म विनम्रता अनुरोध गर्दछु। यहाँहरूको सुख, शान्ति, समृद्धिको पनि म कामना गर्दछु र सबैजनालाई श्री स्वस्तानी परमेश्वरी कथाको हार्दिक शुभकामना छ। भोलिबाट विक्रम सम्वत 2082 साल यही पुष महिनाको 19 गतेबाट श्री स्वस्तानी परमेश्वरीको व्रत गर्ने पुरुष वा स्त्रीहरूले पौष शुक्ल पूर्णिमाको दिनदेखि प्रारम्भ गर्नुपर्दछ र अघिल्लो दिन अर्थात् चतुर्दशीकै आजकै दिनबाट हातखुट्टाको नङ काटी पवित्र भएर एक छाक खाएर हविस भोजनहरू, शुद्ध भोजनहरू ग्रहण गरी ब्रह्मचार्यको पालन गरी खाटमा नसुत्ने र जमिनमा सुत्ने, बिछौना त्यागी भूमिमा शयन गर्नुपर्दछ भनेर जात्रसहित बताइएको छ। र अनि भोलिपल्ट अर्थात् पौष शुक्ल पक्ष पूर्णिमाको दिनदेखि पूजा गर्ने स्थानमा बसेर आचमन गरी मनले आजदेखि म एक महिनासम्म श्री स्वस्तानी परमेश्वरीको व्रत कथा गर्दछु भनी यो प्रतिज्ञा गर्नु र त्यस दिनदेखि तपाईले सकेसम्म कसैसँग झगडा नगर्नु, नराम्रो वचन नबोल्नु र कसैलाई गाली नगर्नु, कसैको बारेमा नराम्रो नचिताउनु, नसोच्नु र सबैलाई राम्रो सोच्नु, मनमा भगवानलाई प्राण प्रतिष्ठा गर्नु, भगवानको ध्यान गर्नु र शुद्ध रहनु र कसैको प्रति लोभ लालच नराख्नु र शुद्ध भोजन शुद्ध हृदयमा राख्नुपर्छ र प्रतिदिन बिहान उठेर नित्य कर्म गरिसकेपछि जो सकेको पत्र, पुष्प, फल, जलले श्री स्वस्तानी परमेश्वरीको पूजन गर्नु र मध्य भएपछि आफ्नो शक्ति अनुसार सबै सामग्री तयार पारेर श्री महादेवको पूजन गर्नु र माता पार्वतीको पूजन गर्नु र कर्म 1 महिनासम्म नटुटाउनु हुँदैन र सधैँ एक नाशसहित गर्दै रहनु पर्दछ र प्रतिदिन सूर्यास्तपछि भएपछि सकेदेखि नखाइकिन नसके शुद्ध भोजन ग्रहण गरेर भए पनि श्री स्वस्तानी परमेश्वरीको कथा भन्न लगाएर सुन्नु या अरूलाई पनि सुनाउनु र आफ्ना इष्ट मित्र बन्धु र यसै गरी विभिन्न बान्धवहरूलाई पनि कथा सुन्न डाक्नु र कथा प्रारम्भ गर्नुभन्दा पहिले र भनिसकेपछि धूप दीप नैवेद्य चढाई पुस्तकको पूजा गर्नु र श्रोता जति सबैलाई प्रसाद दिई आफूले पनि खानु। यस कर्मले माघ शुक्ल पक्ष पूर्णिमाको दिनसम्म माघ शुक्ल पूर्णिमाको दिनसम्म आउने बेलासम्ममा तपाईले तब नित्य भनिने कथा समाप्त गरी विशेष पूजाको अर्घी आरसी तामाको थालीमा ओमकार लेखी त्यसमा पवित्र बालुवाको शिवलिङ्ग बनाई त्यही थालीमा थापना गर्नु र अक्षता अनि पुष्प बेली र योग्य सूत्र अनि तिल जौ पान सुपारी रोटी बत्ती तथा अरू अन्य पनि त्यसमा पाइने ऋतु फलहरूसँग सम्बन्धित पाइने फलफुल इत्यादि गनेर 108 को दरले चढाउनु र पूजा थाल्नुभन्दा पहिले दीप कलश गणेश र वरुण आदि सबै देवताको विधिपूर्वक पठित ब्रह्माण्ड डाकेर पूजा गर्नुपर्दछ र यही क्रमले महिना दिनसम्म व्रत गरेको व्यक्तिले स्नान गरी पवित्र भएर शुद्ध वस्त्र पहिरी पूजा गर्ने स्थानमा आई कुशको आसनमा बसेर आचमन गरी पूर्वतिर फर्केर तामाको थालीमा वेद मन्त्रले कर्मपात्र बनाई त्यसबाट 3 टुक्रा कुशली जल छर्काउनुपर्छ र अपवित्र पवित्रो वा यस मन्त्रले शरीरमा सामग्री समेत जल छर्की त्यही कुशले सङ्कल्प गरिसकेपछि प्रयासित गोदान गर्नु र सङ्कल्पमा मम भनेपछि आफ्नो नाम र गोत्र सम्झेर सबै मैले चाहिँ आजसम्म मन वचन र कर्मले जानेर वा नजानेर गरेका सम्पूर्ण पाप नाश भई मलाई चाहिँ यस लोकमा सुख सम्पत्ति र अर्को लोकमा चाहिँ आर्थिक मरेर गएपछि शिवलोक पाउने कामनाले यथाशक्ति श्री स्वस्तानी परमेश्वरीको पूजा गर्दैछु भनी यसरी मनले सङ्कल्प गर्नु र यति मनमा नै भनेर पहिलो रात फुल दही दुबो फल र चन्दन अक्षता हाली यही सूर्य भन्ने मन्त्रले या ओम सूर्य नारायणाय नमः मन्त्र या ओम घिण्डी सूर्य नारायणाय नमः मन्त्र सूर्य नारायणलाई अर्घ दिनु अनि प्राण द्वारा ब्रह्मा
परम ब्रह्मा परमात्माको ध्यान गरेर विधिपूर्वक साष्टाङ्ग न्यास गर्नु र त्यसपछि चाहिँ शङ्ख अर्घ थापेर धेनु मुद्रा देखाउने र अनि दीप बालेर चन्दन अक्षता फुल दर्ब आदि चढाई बत्तीको पूजा गरी अनि यस तपाईले चाहिँ मन्त्रले दियोको पूजा गर्नु र त्यसपछि चाहिँ चामल वा धानको टपारीमाथि जलले भरिएको कलश दही अक्षता सिन्दुर अबिर आदिले सिँगारेर राख्नु अनि त्यसमा चाहिँ पहिलो भुरसेले भूमिमा अस्म्य चम्बेले धानमा अनि ले कलशमा छुनु अनि त्यसपछि चाहिँ आमको पिपलको पात सर्व औषधि चन्दन अक्षता फल सुपारी आदि मन्त्र अनुसार चढाइने र त्यस मन्त्रले चाहिँ तपाईको आह्वान पूजा गरेर देव दानवहरूले प्रार्थना गरेर कलश मुखे आदि कलशको चारैतिर छुनु र त्यसपछि चाहिँ गणेशजीको आह्वान आसन र पाद्य अर्घ अनि सोसार उपचारले गरेर वक्रतुण्डले प्रार्थना र रक्षले फल चढाई प्रार्थना एवं नमस्कार गर्नु र अनि फेरि कलशमाथि ओम ब्रह्माणे नमः ओम विष्णवे नमः ओम आदित्याय नमः ओम सोमाय नमः ओम भौमाय नमः ओम बुधाय नमः ओम गुरवे नमः ओम शुक्राय नमः ओम शनाय नमः ओम राहवे नमः ओम केतवे नमः ओम गणपति वनस्पति देवताभ्यो नमः भनेर पञ्चोपचारले उपचार गर्नु र त्यसपछि चाहिँ कर्ताले देवी वर कर्मिकै आदि मन्त्रले हृदय यदि न्यास गरेर तामाको थालीमा लेखेर अष्टदल वरिपरि वैष्णवे नमःदेखि कपाल भैरव्य नमःसम्म मूलमा हेर्दै पूजा गर्नु र अनि नन्दिनाय नमः श्री स्वस्तानी देव्यो नमःसम्म देव पूजा गरेर माझमा श्री स्वस्तानी परमेश्वरीको पूर्ण सुन अवसर प्रतिमा राखेर पहिले ध्यान गर्नु र अनि त्यसपछि शुभ बण दीप्त अनि मनोज्योति मन्त्रले प्राण प्रतिष्ठा त्रिलोक्य चिन्तामणयदेखि सदा शिवय नमःसम्म भनेर आह्वान गर्नु र पाद्य यतावनस्य अर्घ व्रत मुन्दिशय स्नान हिम दिच्छु पञ्चमृत पञ्चङ्ग्य जल आदि सबै चिजले चाहिँ आफू अस्म्य यो सबै चिजहरूले चाहिँ मन्त्रले त्यसरी पूजा गर्नु श्री स्वस्तानी माताको। यति गरिसकेपछि तपाईले जप पूजा अष्टदलमा मातृका बसेका सबै माझमा श्री स्वस्तानीको माताको पूजा गर्दै जानु र यो निरन्तर गर्नुभयो भने यति गरिसकेपछि तपाईले माता श्री स्वस्तानीको लागि व्रत प्रारम्भ गर्नु अगाडि यी सबै पूजा विधिहरू अन्तसम्म गर्न सकिन्छ र मैले विभिन्न भिडियोहरू राखेको छु, त्यो भिडियो गरेर हेर्नुहोला र नङ हातखुट्टाको आदिबाट काटेर शुद्ध भई कसैसँग लडाईँ झगडा नरिसाउने आदि कामहरू ब्रह्मचार्यको पालन गरेर गर्नुहोला। राधे।